हेलो गाइस, आज पनि मेरो छोटो मिठो भ्लगमा सबैजनालाई स्वागत छ। र आज हामी विशेष गरी बान्जीको जन्मदिन परेको कारण हामी यो बोर्डिङमा आइरहेको छौँ र विशेष गरी बान्जीको बर्थडे स्कुलमा मनाउनको लागि हामी चाहिँ सरप्राइज दिनको लागि चाहिँ हामी आइरहेको छौँ। र देख्न सक्नुहुन्छ विशेष गरी अगाडि हाम्रो सिस्टरहरू हाम्रो ब्रदरहरू गइराख्नु भएको छ र उहाँले चाहिँ बर्थडेको लागि विस गर्ने सामानहरू लिइराख्नु भएको छ र हामी विशेष गरी यो गेटमा हामी अनुमति ल्याउनेछौँ र हामी त्यसै चाहिँ भित्र प्रवेश गर्ने छैनौँ र हामीले सिस्टरलाई बोलाउँदैछौँ र उहाँ आउँदै हुनुहुन्छ। उहाँ आएपछि उहाँले चाहिँ हामीलाई अनुमति दिनुहुन्छ र मात्र हामी भित्र प्रवेश गर्नेछौँ र हामी केही समय वेट गर्नेछौँ। र ओके ल फाइनल्ली सिस्टर आउनुभयो र हामीलाई भित्र जानको लागि अनुमति मिल्यो। मात्र 5 मिनटको लागि चाहिँ हामीलाई टाइम दिनुभएको छ र हामीले 5 मिनटभित्र हामीले त्यो बर्थडेहरू विस गरेर सरप्राइज दिएर चाहिँ हामी यहाँबाट निस्कनु पर्ने हुन्छ। सो हामी यहाँदेखि अब सिडीबाट चाहिँ हामी माथि जानेछौँ है। माथि हामी तेस्रो तलामा जानुपर्नेछ र हामी यहाँ फर्स्ट फ्लोरबाट हामी थर्ड फ्लोरमा जानुपर्ने छ र देख्दै हुनुहुन्छ हामी यहाँदेखि जानेछौँ र हेर्दै जानुहोस् है त बान्जीको रियाक्सन चाहिँ कस्तो हुने रहेछ। किनभने हामीले चाहिँ बान्जीलाई नभनेर सरप्राइज दिनको लागि चाहिँ हामी गएको थियौँ है। र हामी फाइनल्ली हामी तेस्रो तलामा आइसक्यौँ र हामी अब चाहिँ बान्जीको कोठामा प्रवेश गर्न जाँदैछौँ र तपाईँले देख्न सक्नुहुन्छ बान्जीको कस्तो हुन्छ रियाक्सन। मम्मीलाई एकदम धेरै मिस गर्नु भएको होला हैन। अब मम्मीको हरेक इच्छा पूरा गर्ने है। हो यति धेरै। थ्यांक यू सो मच।
सबैजनालाई दिँदा हुन्छ होला